तपाईं अहिले हेर्दै हुनुहुन्छ टेक्निकल अनलाइन नेपाल युट्युब च्यानल। विभिन्न टेक्नोलोजीसँग सम्बन्धित भिडियोहरूको लागि सब्स्क्राइब गर्नुहोला टेक्निकल अनलाइन नेपाल। नमस्कार, मेरो च्यानल टेक्निकल अनलाइन नेपालमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज पनि एउटा भिडियो लिएर तपाईहरुको साथमा उपस्थित भएको छु। आज मैले एसियन हाइड्रो पावर लिमिटेडद्वारा निष्कासन गरेको शेयरको भागभाग सम्बन्धी एउटा जानकारी लिएर आएको छु। एसियन हाइड्रो पावर लिमिटेडले मिति 2079 मङ्सिर 27 गतेदेखि मिति 2079 पौष 12 गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयर निष्कासन गरेको थियो। सोको बाँडफाँड मिति 2079 10 महिना 10 गते हिजो मङ्गलबार बाँडफाँड गरिएको थियो। तसर्थ आयोजना अति प्रभावित क्षेत्र अन्तर्गतका बासिन्दाहरू मध्ये 10 कितादेखि 250 कितासम्म आवेदन गर्ने 1270 जनालाई आवेदन गरे बमोजिमको शेयर बाँडफाँड गरिएको छ। त्यसै गरी 300 कितादेखि 2500 कितासम्म आवेदन गर्ने 111 जनालाई 280 को दरले शेयर बाँडफाँड गरेको छ। त्यसै गरी 300 देखि माथिका 111 जना मध्ये गोला प्रथाद्वारा 3 जनालाई 10 किता शेयर बाँडफाँड गरिएको छ। आयोजना प्रभावित क्षेत्र अन्तर्गतका बासिन्दाहरू मध्ये 10 कितादेखि 30 कितासम्म आवेदन गर्ने 2383 जनालाई आवेदन गरे बमोजिमको शेयर बाँडफाँड गरिएको छ भने 40 कितादेखि 6000 कितासम्म आवेदन गर्ने 4068 जनालाई 30 किताको दरले शेयर बाँडफाँड गरेको छ। त्यसै गरी 40 देखि माथिका 4068 जना मध्ये गोला प्रथाबाट 2236 जनालाई 10 किताको दरले शेयर बाँडफाँड गरिएको छ। त्यसै गरी वैदेशिक रोजगार समूह अन्तर्गतका नेपालीहरूलाई योग्य 8592 जना मध्ये गोला प्रथाद्वारा 8400 जनालाई 10 किताको दरले शेयर बाँडफाँड गरिएको छ। शेयर बाँडफाँड सम्बन्धी विवरण जगतन निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट www.nmbcl.com.np/ipo वा निष्कासनकर्ता कम्पनीको वेबसाइट www.asianhydro.com.np बाट पनि हेर्न सक्नुहुन्छ। यसका साथै मैले तपाईहरुलाई उक्त एसियन हाइड्रो पावरद्वारा निष्कासन गरेको शेयर तपाईहरुलाई पर्यो वा परेन कसरी अनलाइन मार्फत तपाईले चेक गर्न सक्नुहुन्छ सो बारे पनि चर्चा गर्नेछु। तसर्थ मैले तपाईलाई मेरो मोबाइलको स्क्रिनतर्फ लान गइरहेको छु। सबैभन्दा पहिला साथीहरु तपाईको मोबाइलको क्रोम ब्राउजरमा जानु होला र क्रोम ब्राउजरको एड्रेस बारमा nmbcl.com.np/ipo टाइप गर्नु होला। सो लिंक मैले भिडियोको डिस्क्रिप्सनमा पनि हालिदिएको छु साथीहरु। सो वेबसाइटमा गइसकेपछि यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ साथीहरुले। शेयर एलोटमेन्ट चुज कम्पनी भनेको छ, यसमा एसियन हाइड्रो पावर लिमिटेड चुज गर्नु होला। यदि तपाईले स्थानीय बासिन्दाको रूपमा आईपीओ मा आवेदन दिनुभएको भए एसियन हाइड्रो पावर लिमिटेड लोकल्स चुज गर्नु होला। अन्यथा एसियन हाइड्रो पावर लिमिटेड मा वैदेशिक रोजगार अन्तर्गत आवेदन दिनुभएको भए फरेन इम्प्लोइमेन्ट चुज गर्नु होला। त्यसपछि 16 अङ्कको तपाईको बिओ आईडी नम्बर राख्नु होला र सबमिटमा क्लिक गरिदिनु होला साथीहरु। यस प्रकार तपाईहरुले एसियन हाइड्रो पावर लिमिटेडको आईपीओ आफूलाई परे नपरेको अनलाइन मार्फत यसरी चेक गर्न सक्नुहुन्छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला, साथै लाइक र शेयर पनि गरिदिनु होला। धन्यवाद साथीहरु।